सो हेलो साथीहरू, आज चाहिँ डे 4 मेरो 90 डेज च्यालेन्जको होइन। आज पनि म पुरानै ठाउँमा आइसकेको छु, अराउन्ड 4 किलोमिटर्स जगिङ गरेर। अनि मैले जगिङ गरेर आएर पनि यो एकल लगाइसकेर अब चाहिँ हल्का स्ट्रेचिङहरू गर्नको लागिरहेको छु होइन। आज डे 4, आज एकदमै पानी परेको थियो। अघि म अलि चाँडै आउँछु भनेर सोचेको थियो, तर आज पानी परेको भएर अहिले चाहिँ टाइम 8 बजिसकेको छ होइन। अब चाहिँ म हल्का वार्मअप स्ट्रेचिङहरू गरेर घर फर्किन्छु होइन, किनभने अब भोलि मेरो त्यही हो होइन, बिहान चाँडै काम छ। फर्किँदा मलाई लगभग अब 9 बजीतिर चाहिँ म घर पुग्ने हिसाबले चाहिँ फर्किन्छु गाइज है। ल आज डे 4 हो मेरो 90 डेज च्यालेन्जको होइन। हेर्दै जाउँ अझै धेरै। अब मेरो सोरो अब 25 तारिकबाट स्कुल पनि खुल्छ होइन। स्कुल खुलिसकेपछि मलाई यसरी टाइम पनि हुँदैन होइन, एकदमै बिजी हुन्छु। हप्तामा 7 दिन काम गर्छु म चाहिँ होइन। मेरो कामहरू चाहिँ बिहान छ, त्यही भएर बेलुका चाहिँ म जसरी पनि यो च्यालेन्जलाई कम्प्लिट गर्ने छु भन्न चाहन्छु होइन। एकदम पसिनाले आँखा पोल्यो होइन। ल ठिक छ होइन, अब चाहिँ म हल्का वार्मअप र स्ट्रेचिङहरू गर्न गइरहेको छु है त। साथीहरू, यतिखेर चाहिँ बेलुकाको 9 बजिसकेको छ र म आइपुगेँ घर है। अब चाहिँ मैले 10 बजीभित्रमा सुत्नुपर्ने हुन्छ। मेरो आजको हरेक गर्नुपर्ने कामहरू सबै सकाएर, किनभने मेरो भोलि चाहिँ एकदम लामो सिफ्ट छ, ड्युटी अलि लामो छ भोलि चाहिँ, किनभने भोलि शनिबार हो। शनिबार र आइतबार मेरो लामो ड्युटी हुने भएर चाहिँ एकदमै टाइममा सुत्नुपर्ने हुन्छ। टाइममा सुतेन भने भोलि काममा निन्द्रा लाग्छ, फोकस बन्दैन है। म यसैको लागि चाहिँ मेहनत गरिरहेको छु। मेरो 90 डेज च्यालेन्जको चाहिँ आज डे 4 हो। आज चाहिँ मैले डे 4 कम्प्लिट गरेर आइसकेँ होइन। अबको दिनहरूमा पनि अब के कस्तो हुन्छ हेर्दै जानु होला भन्न चाहन्छु। मेरो च्यानलमा चाहिँ तपाईँहरू यदि नयाँ हुनुहुन्छ भने च्यानललाई चाहिँ सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु है त। ल ओके, बाई बाई गाइज, लभ यु अल है। अर्को भिडियोमा भेटौँला भन्दै आजको लागि चाहिँ भिडियो यतिमै सकाउन चाहन्छु है त। ल।